Welcome to my YouTube channel, के तिमी पनि ठ्याक्कै प्रोफेसनल युट्युबरहरू जस्तै थम्बनेल बनाउन चाहन्छौ तर फोटोशप चलाउन जान्दैनौ? चिन्ता नगर, किनकि आज म तिमीलाई देखाउँछु कसरी गुगलको जेमिनाई न्यानो बनाना प्रयोग गरेर ठ्याक्कै प्रोफेसनल थम्बनेल बनाउन सकिन्छ, त्यो पनि फ्रीमा र 2 मिनेट भित्र। अब प्रोसेस सुरु गर्नु अघि एउटा कुरा क्लियर गरौँ। यदि एउटा पनि स्टेप छुट्यो भने कहिल्यै पनि प्रोफेसनल रिजल्ट आउँदैन। त्यसैले भिडियो अन्त्यसम्म हेर्नै पर्छ। सबैभन्दा पहिले तिमीले जुन किसिमको थम्बनेल बनाउन चाहन्छौ त्यसको भिडियो लिंक कपी गर। त्यसपछि गुगल खोल र त्यहाँ युट्युब थम्बनेल डाउनलोडर टाइप गर। अब दोस्रो नम्बरमा आउने लिंकमा क्लिक गर र देखिएको इन्टरफेसमा त्यो युआरएल पेस्ट गरेर गेट थम्बनेल इमेजमा क्लिक गर। अब तिमीले एचडी क्वालिटीमा विभिन्न स्टाइलका थम्बनेलहरू देख्नेछौ। त्यसपछि डाउनलोड इमेजमा क्लिक गरेर चाहिएको थम्बनेल डाउनलोड गर। अब फेरि गुगल खोल र त्यहाँ जेमिनाई न्यानो लेख। त्यसपछि क्रिएट इमेज न्यानो बनानामा जाऊ। अब प्लस बटन थिचेर अहिले डाउनलोड गरेको थम्बनेल अपलोड गर। त्यसपछि तल लेख यो क्यारेक्टरलाई मेरो क्यारेक्टरसँग रिप्लेस गर। केही सेकेन्डमा जेमिनाई लोड भएर भन्नेछ कि तिमीले आफ्नो क्यारेक्टरको फोटो अपलोड गर। अब आफ्नो फोटो अपलोड गर र जेनरेट बटन थिच। केवल केही सेकेन्डमै तिम्रो नयाँ थम्बनेल तयार हुनेछ, ठ्याक्कै प्रोफेसनल युट्युबरहरूले बनाउने थम्बनेल जस्तै। जेमिनाईले केवल क्यारेक्टर नै होइन, रङ, कपडाको टोन र ब्याकग्राउन्डको सन्तुलन पनि ठ्याक्कै मिलाएर बनाउँछ। जस्तो ओरिजिनल थम्बनेलमा माथि रेड कलर थियो भने तिमीको क्यारेक्टरलाई पनि उस्तै रेड कपडामा सेट गर्छ। जेमिनाईले ठ्याक्कै उस्तै साइज, जुम लेभल र एंगलसम्म मिलाएर बनाउँछ जसरी ओरिजिनल थम्बनेलमा थियो। यो म्याजिक तिमीलाई अरु कतै भेटिदैन, यो केवल गुगलको जेमिनाई न्यानो बनानामै सम्भव छ। भिडियो कस्तो लाग्यो तिमीलाई? च्यानललाई लाइक र सब्स्क्राइब गर र म यस्तै धमाका भिडियोहरू तिमीसँग सधैँ शेयर गर्दै जानेछु। जय श्री राम।